बिना धितो 15 लाखसम्म ऋण दिने। सबैजनालाई चाहिँ नि आर्थिक स्थितिले मजबुत बनाउने उद्देश्य लिएको छ। नमस्ते, यो असार 23 गतेको मोनिटरी पोलिसी अथवा मौद्रिक नीति सबैले भन्छन् हात्ती आयो फुस्सा जस्तो। यसबाट धेरै विकास हुन्छ होला भन्ने विचार गरिएको थियो। शेयर मार्केटमा नयाँ नीति आउला, इन्टरनेसनल चाहिँ नि इन्टरडेहरूको जस्तो चाहिँ नि नियम आउला भनेर चाहिँ नि कल्पना गरिएको थियो। राष्ट्र ब्याङ्कले निकालेको मौद्रिक नीति अर्थशास्त्रको दृष्टिले हेर्दाखेरि चाहिँ नि यो हात्ती आयो फुस्सै भनेको जस्तै भयो, केही न केही भयो। किनभनेदेखि चाहिँ यसमा भनिएको छ बजारमा प्रशस्त मात्रामा चाहिँ नि पैसाको फ्लो बढाउने है, सस्तो ब्याजको चाहिँ दर नघटाउने, त्यही नै राखी छोड्ने, ब्याज चाहिँ दर कम्ती नै गर्ने, अनि त्यस्तै गरेर चाहिँ नि आर्थिक वृद्धि चाहिँ नि 7% गर्ने है भनेर चाहिँ भनिएको छ। र मुद्रास्फीति भनेको चाहिँ नि भाउ जुन बढ्छ त्यो हो मुद्रास्फीति भनेको, त्यसलाई चाहिँ नि 5.5% मात्रै राख्ने भनिएको छ। अनि हेर्नुहोस् त आफ्नो देशभित्र गाडीहरू बनाएर चाहिँ नि अलि चाहिँ त्यसलाई चाहिँ प्रमोट गर्नु भन्दाखेरि चाहिँ इभी गाडीहरू किन्नको लागि चाहिँ प्रशस्त मात्रामा ऋणमा सहुलियत गर्ने, धेरै बढाउने भनेर हाम्रो चाहिँ नि सम्पत्ति सबै बाहिरै जानेको लागि मात्रै हो। शेयर मार्केटमा ठुलो कुरो आउँछ होला भनेको केही पनि आएन। जसरी चाहिँ नि 8-12 को क्याप ल्याएर शेयर मार्केट चाहिँ नै धराशायी भएको थियो, अहिलेसम्म राम्रो हुने उपाय देखिँदैन। त्यसकारणले यो चाहिँ नि चाहिँ जुन मौद्रिक नीतिबाट धेरै उत्साहित हुन्छ भनेर विचार गरिएको थियो, यसपालिको मौद्रिक नीतिबाट उही जस्ताको तस्तै भयो। केही न केही एउटा नीति पुर्याउन लागेको जस्तो मात्रै लाग्यो। अर्थशास्त्रको नियममा ड्रास्टिक चेन्ज ल्याउनु पर्ने हुन्छ। जुन चाहिँ 1930मा चाहिँ नि मुद्रास्फीति भएर संसारभरि चाहिँ नि एउटा भीषण मन्दी भएको थियो, त्यतिखेर जोन मेनार्ड किङ्स भन्नेले चाहिँ नयाँ मौद्रिक नीति ल्याएर चाहिँ नि पुरा अर्थलाई चलायमान बनाएका थिए भने हाम्रो देशमा यो उही नै साँच्चै हात्ती आयो फुस्सा जस्तो लाग्छ। त्यस्तै गरेर साथीहरू, हामी सबैजनाले आफ्नो लागि आफैले मात्रै गर्नुपर्ने कसरी हो र आफूलाई इकोनोमिक तरिकाले चाहिँ नि आर्थिक रूपमा चाहिँ नि कसरी कन्ट्रोल गरेर राख्ने, सबै नसक्ने र हरेक कुरा विलासिता भन्दाखेरि नै आवश्यकता पुरा गर्नुपर्छ। र अर्थशास्त्रमा भनेको असीमित आवश्यकताहरूलाई सीमित साधनले चाहिँ नि त्यसलाई परिपूर्ति गर्नुपर्नेछ। र यदि हामीले अहिले भएको साधनलाई सबै खर्च गर्नुभन्दा चाहिँ असीमित आवश्यकताहरूलाई चाहिँ कुनको आवश्यकताको दरमा अगाडि बढाएर पुरा गर्नु नै आवश्यकता हुन्छ। हामीले कुन कुराको चाहिँ बेसी आवश्यकता छ त्यसलाई चाहिँ नि हामीले प्राथमिकता दिनुपर्छ। अनि परिवार, देश, राष्ट्र अगाडि बढाउन सकिन्छ। आर्थिक मेरुदण्ड दह्रो भएन भनेदेखि हामीले जतिसुकै कुरा गरे पनि चाहिँ अगाडि बढ्न सकिँदैन। र अहिले एआईको जमानामा छ र पनि हामीले आफ्नो सत्य पोजिटिभ थिङ्किङ गरेर अगाडि अघि बढ्नुपर्छ भन्ने धारणा लाग्छ। हजुरहरूलाई कस्तो लाग्छ? गाली दिनु होला, जे गरे पनि भीम सरलाई स्वीकार छ। धन्यवाद है हजुरहरू। कस्तो लाग्छ तपाईँहरूलाई? जहाँ जे गर्दै हुनुहुन्छ आफ्नो बिजनेस, व्यापार, परिवार सबैलाई हुनेसम्म राम्रो बनाउने कोसिस गरौँ। जसले जस्तो विचार गर्छ, जसले राम्रो सोच्छ उसको लागि सबै राम्रै हो। जसले राम्रो सोच्दैन भने उनीहरूको स्वभाव हो, उनीहरूको बानी बेहोरा त्यस्तै हो भनेर चाहिँ नि हामीहरूले बच्चाले जतिसुकै गल्ती गरे पनि उसलाई क्षमा गर्छौँ। त्यसै गरेर बुद्धिअनुसारको क्षमा गरौँ, आफू राम्रो बन्न कोसिस गरौँ र जहाँ भए पनि सेफ रहौँ, सुरक्षित रहौँ र आफ्नो व्यवसायलाई राम्रोसँगले अगाडि बढाउँ। सबैसँग राम्रो हुने कोसिस गरौँ। धन्यवाद है त। ल।